रिजन छोडा खेला खेला यो लिउ त म खेला यो मिलाउनु पर्छ कि यो बाङ छोडा न छोडा होस् छोड अब सुयो खेला अनि त्यसपछि त्यही त म यो मिलाइदिन्छु एकछिन बिस्तार गएर मैले हुन्छ नि तर यो त कति अगाडिदेखि राख्नु जस्तो है मलाई नि घटाउन है दिदी एकचोटि मन लडाइ जाऊ 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 बाइ खेल्छ एले बगा उसले कहिले खेलेको छैन के कति चिसो त्यहाँ फर्केर चाहिँ नखेल्नु छोड न त्यहाँ फर्केर चाहिँ नाइ छोडिनु आमै गुल्टिङमा पछाडिपट्टि अनि यो ताजल घरमा खेल्थ्यो होइन त पिङ भने खेल्थ्यो नि बहिनीलाई के यसको भिडियो खिच्यो अगाडिबाट खिच्यो अगाडिबाट छोड्नुमा होला नि हो अब त मजा आउँछ नि कस्तो रे छोड्नु हो पुरुको बिस्नो समाएपछि के हुन्छ त हैन कान्छी तितला हेर कस्तो अनुभव भइरहेछ रे रमाइलो डराएर हुन्छ त्यसै के हुन्छ त तेरो हैन ल भयो अब ल भयो भाइ दादा ल दादाको भाइ ल त्यसपछि म एकछिन भन्नु है यो एकदिन मिलाइदिन्छु सिधा बनाइदिन्छु पर्दैन जानिन बाङ्गो छ भने हेर्नु कस्तो छोडिदेऊ न केही हुँदैन केही बस एकछिन आफू खेल्नलाई अरु आइपुग्छ खेल्न पाउँदैन नि राम्रोसँग बस अलि राम्रोसँग बस खुट्टा छोड दे खुट्टा सिधै छोड खुट्टा सिधा तिनीको पार न यतै पसार हो त्यस्तो गर न हो त्यस्तो हो त्यसरी लामो तङ्गी छ उल्टीलाई जस्तो हुन्छ गुल्टिदैन एकचोटि लडाइ थियो लड्दैन पिङ खेल्दा खेल्दै उल्टी भएको थियो खेल्दैन आउ सुरज एकछिन खेलौँ नितु पिङ खेल्ने होइन ल माइजूले धरती छोड्यो डोरीमा भन्दा पनि पछाडि पऱ्यो ल भाइ मलाई हालाइदिनु न नितुलाई नितो भयो खेल्न नहलाउनु ल धेरै बच्चा आमालाई धेरै हल्लाउनु लाज मर्द कहाँ पिङ खेल्ने हो सके छैन आमा कस्तो रमाइलो पो हुँदो रहेछ मैले त उता बाटोतिर पो हेरेर खेलेँ तर कति भइसक्यो कति वर्ष भइसक्यो नखेलेको भाउजूले दुनियाँ छोड्ने भयो अब दिदीले पृथ्वी नै छोड्ने भयो यत्रो मात्र बुढा ठुलो बास्केट बल हामी खेल्यो एकचोटि पिङ खेल्न जानुपर्छ म पनि छोडौँ के भने राई के भन्छ ए मामाले नि धरती छोड्यो आज